हेलो साथीहरु, वेलकम टु माई ब्लग। आज चाहिँ म मेरो छेमाकोमा आएको छु अनि थोरै रमाइलो अनि मेमोरी पनि रहिरहन्छ भनेर चाहिँ म यहाँ ब्लगिङ गर्न जाँदैछु। के गर्नु हुँदै रहेछ यहाँनिर चाहिँ हेरौँ है त। नानीहरू यहाँ सबैजना आफ्नै धुनमा छन् र ठुलाबडा पनि आफ्नै धुनमा छन्। हेलो। अब भेटघाट पनि सकिसक्यो, हल्का रमाइलो गरिसके पछाडि चाहिँ अब बुहारीहरू चाहिँ भान्सातिर लाग्न आँट्दैछौँ हामी चाहिँ। गर्ने अरे यहाँनिर जेठी यी चाहिँ हुन् जेठी बुहारी, यता चाहिँ छन् कान्छी बुहारी अनि यी चाहिँ छन् छोरी, आफ्नै धुनमा छन् पुरै। अब यहाँ चाहिँ सुरसार हुन जाँदैछ साथीहरू, भर्खरै अब पकाउने बेला हुँदैछ नि त। यहाँ चाहिँ सबै काटेर चाहिँ रेडी गरिसकेको छ। राँगो मासु चाहिँ काट्न बाँकी छ, त्यो चाहिँ उता कान्छी बुहारीले काट्दैछन्। तिमी चाहिँ कुन के को मासु खाने, यो लोकल कुखुराको मासु खाने कि उता राँगोको मासु खाने? लोकल कुखुराको। ल ल, यहाँ भान्जी चाहिँ लोकल कुखुराकै मासु खानु हुने रहेछ। त्यसले स्टार्टिङमा चाहिँ के को मासु पकाउन जानु हुँदैछ भन्नुहोस् त जेठानी ज्यू? अब म चाहिँ सुरुमा लोकलको हैन पकाउँछु अनि साथी दिदीले चाहिँ फेरि राँगाको दामी पारेर पकाउने ए भनेपछि चाहिँ यहाँ पुरै कामहरू चाहिँ भाग लागिसकेका रहेछन् क्या, कसले के पकाउने कसो पकाउने भनेर चाहिँ भइसकेको रहेछ। तर पकाउँदै गर्छन् तबसम्म हामी चाहिँ अलिक यसो यताउता डुलेर आउँदैछ भान्जी। चप्पल खोजौँ खोजौँ। यहाँनिर चाहिँ यस्तो राम्रो गार्डनिङ गरेको छ नि, यस्तो फुलै फुल इन्डोर प्लान्टहरू चाहिँ यस्तो राम्रो छ हेर्नु, देख्न सक्नुहुन्छ। यहाँनिर सबै टाइपको राखेको छन् क्या इन्डोर प्लान्ट चाहिँ, यस्तो मजाले फलाएको छन् नि त्यसले। हामी चाहिँ अब डुल्न जान्छ। पुरै एकदम प्लेयरहरू हुनुहुन्छ, फुटबल प्लेयर हुनुहुन्छ अनि एकजना भाइ राम्रो किक हानिराख्नु भएको। अब हामी चाहिँ घरतिर फर्किँदैछौँ साथीहरू। यहाँ चारो पकाउँदै हुन्छ आमा चाहिँ, सुँगुरको चारो पाक्दैछ यतातिर। आज के को मासु खान आँट्नु भएको छेमा तपाईँ? कुखुराको पनि, लोकल कुखुराको पनि पकाउने हो, भैँसीको पनि पकाउने हो, राँगो पनि पकाउने हो। तपाईँलाई चाहिँ के को मनपर्छ? चकिलो हुन्छ नि त, मिठो लाग्छ नि त, साह्रो हुन्छ मजाले गालेर। हो नि त, बुढाबुढीलाई मजाले गालेर ठिक्क थोरै मिठो चाहिन्छ नि त, त्यस्तै पकाएर खुवाउन आँट्दैछौँ आज हामी। के खाएको नानी? मिठो भयो? के बनाइसक्यो यहाँ हामी चाहिँ हेर्न जाँदैछौँ। मजाले आउँछ क्या तर यहाँनिर प्याज कटिङ हुँदैछ। मासु त बब्बल भएर यहाँ भान्जे चाहिँ पुरै भ्लग हेरिराख्नु भएको छ। भान्जे चाहिँ यहाँनिर मेरै भ्लग हेरिराख्नु भएको रहेछ, उसलाई चाहिँ एकदम रमाइलो लाग्छ अरे मेरो भ्लग हेर्न चाहिँ। अनि हेर्नु हुँदैछ यहाँनिर। चाहिँ अर्को लाउनुहुँदैछ होइन यहाँबाट राम्रो। कान्छी तिमीले त आज राँगो मासु पकाउने कुरा थियो होइन, कोही त तिमीले पकाएको? आज मैले नपकाएको, मेरो जेठानीले पकाउने अरे नि, त्यही भएर। हिजो जेठानी देउरा यस्तो धेरै मिल्छ नि साथीहरू, मलाई हारिस नै लाग्छ क्या। अनि मिल्नु त परि नै हाल्नु त। के भनेको थिएँ, यो चाहिँ अचार बनाउनको लागि टमाटर उसिनिसकेको छ। यसमा चाहिँ अब नुन खोर्सानी मरमसला अमिलो पिरो बनाएर अचार टक्क बनाउन जान्छौँ बहिनीले चाहिँ। म पनि आज उसको रेसिपी चाहिँ कपी गर्न जाँदैछु क्या। जहिले मेरै रेसिपी मात्रै कति हाल्नु होइन, आज उसको स्टाइलको चाहिँ कस्तो रहेछ भनेर चाहिँ सिक्न जाँदैछु। आज भान्जीले कति खाँदैछन् त्यो पनि हेर्न जान्छ। म त झन् धेरै नै खाइहाल्छु मेरो भाउजूसँग बसेर, सँगै बसेर खाने आज चाहिँ हामी मजाले टन्ने। अब चाहिँ साथीहरू हाम्रो लास्टै भोक लागेको अवस्था भइसक्यो। नानी भोक लाग्यो होइन? लास्टै भोक लागेको अवस्था भइसक्यो। मेरो भान्जीलाई चाहिँ पुरै भोक लागेको अवस्था भइसकेको छ। केटाकेटीहरू भोकाइ पनि सक्यो। यो कुखुराकै दिउँ न त ल, राँगो खाँदैन होला नानीहरूले। यहाँ केटाकेटीलाई चाहिँ भाग लगाइदिइहालेपछि आफूलाई ढुक्क हुन्छ नि त होइन, त्यही भएर चाहिँ यहाँनिर अगाडि नै पस्नुपर्छ। भोक पनि लाग्यो, आज दिउँसो खाजा पनि खाइएन नि त हामीले, त्यही भएर पनि होला। यहाँ बाहिर सबैजना बसेर रेडी भइसक्नु भएको छ। बौलाउन आँटेको छु भन्दै थिएँ मेरो भान्जीले। अब यहाँनिर चाहिँ मजाले खाँदै पनि पऱ्यो। अब राँगो सिटी कति सिटी लाग्नुपर्छ यसमा? 2-3 सिटी त लाउनै पर्छ। 2-3 सिटी लाग्यो। अब चाहिँ हाम्रो पस्किने कार्यक्रम सक्छ।
आइसक्यो साथीहरू लगभग। कस्तो भएछ भान्जी भात? दामी भएछ। उयो चाहिँ के हो? कलेजो? कलेजो चाह त खाऊ त। एकदम टेस्टी मिठो भनिसकिनु। एकजना जेठानी देउरानी भएर चाहिँ पस्किनु हुँदैछ। यहाँ चाहिँ अचार अचार हो, टमाटरको प्याजहरू हालेर मिक्स अचार है। मिक्स अचार केटाकेटीहरू चाहिँ लगभग सबैजनाले खाइसकेको छ खाना। अब चाहिँ ठुलो बडाहरूलाई पस्किने पालो आएको छ। यहाँनिर राँगाको मासु चाहिँ हल्का सिटी खोल्दै हुनुहुन्छ। अनि खुलुन्जेल चाहिँ म यो कुखुराको मासु खानु हुनेहरूलाई चाहिँ लगेर दिन जाँदैछु। भइसक्यो होला दामी भयो। धनिया चाहिँ हाल्नु पाएको त हाई गर्दैम न हाई यसो गर्न आउँदैन यता हेर अनि बुइन यता बुइनी आइ गर्दै न कस्तो भएको छ मासु? चाख्नु त भान्सेले पनि चाख्नु पर्यो नि त होइन। सुरुमा भान्सेलाई चाख्नुपर्छ अरे अनि हामी मात्रै चाख्नु पऱ्यो क्या अरूले। यहाँ मोमोहरूको रेडी भइसक्यो होइन यतातिर। राँगाको मासु पनि यस्तो मजाले पाकेको छ नि साथीहरू। यस्तो मिठो देखिरहेछ हेर्दैखेरि। खाँदाखेरि झन् साह्रो मिठो छ। टेस्टी। सबैलाई एकैपल्ट खान्छ त किन रोँदै गर्दै खाएको हस् त साथीहरू, यतिन्जेलसम्म भिडियो हेरेर इन्जोय गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। हजुरहरूको सामु हामी यस्तो भिडियो लिएर फेरि उपस्थित हुनेछौँ। त्यतिन्जेलको लागि हस् त गुड। हजुरहरूलाई भिडियो रमाइलो लागेमा प्लिज एउटा कमेन्ट र भिडियोलाई लाइक गरिदिनु होला।